आइरहेछु म यहाँ खरसाङ जिल्ला न्यायाधीश अदालतमा आइरहेछु बेलुका यो फोटो हालिरहेछु तपाईको भोइस अफ मेरिकमा हेर्नुस् होला यो अपडेट यहाँनिर खरसाङ कोर्टमा यति बेला जो एक्युज्ड एरेस्ट भएको छ डम्बर लामा काण्डमा यो एक्युजलाई यति बेला यहाँ ल्याइसकेपछि यहाँ तपाईँले हेर्न सक्नुहुनेछ यो गाडीमा यहाँनिर तपाईँले हेर्न सक्नुहुनेछ यहाँनिर यति बेला गाडी के भन्न चाहनुहुन्छ तपाईँहरू दाजु के भन्न चाहनुहुन्छ त्यति बेला यहाँनिर तपाईँहरू एकैछिन के भन्न चाहनुहुन्छ तपाईँहरू के बोल्न चाहे त्यति बेला यहाँनिर अहिले खरसाङ कोर्टमा यहाँनिर जुन हिजो एरेस्ट भएकोहरू यहाँनिर अहिले यहाँनिर लगिसकेको छ अब अहिले हामीले कुनै सोध्ने आज सञ्जय गोलेलाई पनि कोर्टको अगाडि प्रड्युस गर्यो साथै हिजो दुईजना जुन चाहिँ पक्राउ परेको छ गौतम प्रसाद र सञ्जय प्रसाद जो चाहिँ ज्वेलर्स थियो जसले चाहिँ हाम्रो बाबाको जुन चाहिँ मिसिङ औँठी थियो ज्वेलरी थियो त्यो चाहिँ उहाँहरूकोमा बेचेको थिएछ उहाँहरूलाई पनि कोर्टको अगाडि प्रड्युस गर्यो र पुलिसले रिमान्डमा माग्नु भएको छ 7 डेजको लागि तर अब कोर्टले 4 दिन 5 दिन कति दिन दिनुहुन्छ अब अहिलेसम्म भर्डिक्ट आएको छैन र हामीलाई आशा छ हामीलाई विश्वास छ पुलिसले निश्चय अझै पनि त्यसलाई खोजी गरेर अझै को संलग्न छ उहाँहरूलाई पनि खोजेर निकाल्छ भन्ने हामीलाई पूर्ण विश्वास छ आजको जुन तपाईँहरूको एउटा अपडेट जुन थियो जुन हिजो बागडुग्राबाट पनि एरेस्ट गरेको छ होइन उहाँहरूको चाहिँ के बुझ्नुभयो तपाईँले यहाँ आउँदाखेरि चाहिँ उहाँहरू पनि के यसमा इन्भल्भ हुनसक्छ या उनीहरू जस्ट त्यो उयो गरेको भन्ने मतलब के लाग्छ तपाईँलाई अब इन्भल्भमेन्ट छ छैन त्यो त अब अहिले इट्स भेरी अर्ली टु से किनभने उहाँहरूको अगेन्स्टमा केही प्रुफहरू अहिले केही पाइएको छैन इन्भल्भमेन्टको मोटिभ पाइएको छैन उहाँहरूले खालि अहिलेसम्म त हामी त साधारण एउटा ज्वेलर हो हामीले त ज्वेलरी उहाँकोबाट किनेको भन्ने मात्रै प्रकाश गरिरहेको छ तर अब फर्दर इन्भेस्टिगेसनले के भन्छ पुलिसले के इन्भेस्टिगेसनमा निस्किन्छ त्यहीँबाट याद हुन्छ उहाँको इन्भल्भमेन्ट एक्चुअली छ कि छैन भनेर जुन तपाईँले कोअपरेसन कति पाउनुहुँदैछ प्रशासनबाट हामीले फुल कोअपरेसन पाउँदैछौँ हामी सुकना आयो म्याडमलाई एकदमै धेरै धेरै धन्यवाद भन्न चाहन्छौँ उहाँ एउटा लेडी अफिसर भएर यति सर्ट पिरियडमा उहाँले आसामी पक्रिनु भयो एकजना मात्रै होइन तर 3 जना आसामी पक्रिनु भएको छ र हामी उहाँसँग एकदमै ग्रेटफुल छौँ थ्याङ्कफुल छौँ हामीलाई पुरा विश्वास छ उहाँले अझै पनि अरू पनि जो इन्भल्भ छ यो केसमा उहाँहरूको छिटोभन्दा छिटो पक्राउ गरेर हामीलाई न्याय दिलाइदिनुहुन्छ भन्ने हामीलाई पूर्ण विश्वास छ र आज यहाँनिर आउने क्रममा जो एक्युज छ एक्युज प्राइम एक्युज मतलब उहाँले जो एडमिट गरेको छ होइन सञ्जय गोले उहाँको परिवारहरूसँग के तपाईँहरूको बातचित भयो कि यहाँ देखा पर्यो कि परेन आज त परिवार देखा परेन मैले त देखिनँ उहाँको पक्षबाट